उसको उत्तरले निर्णय गर्दै थियो मेरो भाग्यको। मैले रोक्नै चाहेकी थिएँ मनलाई। म त चाहन्थे उसैको मुखबाट आस्था, म तिमीलाई माया गर्छु भनोस् भन्ने। अनि म खुसीले अधैर्य भएर आँसु पुछ्दै उसलाई कस्सेर अँगालो हालौँ अनि उसको छातीमा शिर बिसाएर धेरै बेर आराम गरौँ भन्ने, जहाँ उसले मलाई गरेको मायाको प्रत्युत्तर सिवाय केही नहोस्। तर म उसलाई गुमाउनु पर्ला कि भनेर डराएकी थिएँ। त्यसैले हिम्मत गरेकी थिएँ, किनकि मनले भन्यो यो भन्दा उपयुक्त समय अरू हुनै सक्दैन। मन्दिर थियो, भगवान थिए, विश्वास थियो अनि ऊ थियो र म थिएँ। थुचुक्क बसेको क्षितिजको एउटा हात पछाडिबाट काँधमा थियो, जसले मलाई मायाको अँगालो हालेकै थियो। आँखा खोल्नलाई उसको उत्तरको प्रतीक्षा बचेको थियो। एक्कासी काँधमा राखेको हातले कुममा बेस्सरी पक्रेर कुमबाट हात झिक्यो। मनमा उत्साह, हर्ष, आँसु, हाँसो, पीडा, खुसी, दुःख, विस्मार बराबरी थियो, किनकि उत्तर जे पनि हुन सक्थ्यो। तर आँट गरेर आफैले मनको बाँध खोलिसकेकी थिए। अनि त्यस बाँधमा खुसीका आँसु बग्ने कि दुःखका विरह बग्छन् थाहा थिएन। मैले आँखा खोल्नै सकिरहेकी थिइनँ। क्षितिज उठेझै गरेको थाहा छ। अनि एक्कासी ढुङ्गा बजेको सुने मेरा कानहरूले। आत्तिएर झस्किएर आँखा खोले। पक्का केही भएको छ भनेर मन डरायो। मन थाम्न सकिनँ। हतारले उठे अनि आत्तिएर आफ्नै सलको एक छेउ च्याते, किनकि त्यहाँ क्षितिजले आफ्नो औँला ढुङ्गामाथि राखेर ढुङ्गाले हानेर किच्याएको थियो अनि औँलाबाट रगत बगिरहेको थियो। मलाई मेरो कुनै वास्ता भएन। मैले राखेको प्रस्तावको कुनै उत्तर चाहिएन, किनकि उसको दुखाइले मलाई दुखेको थियो। उसको पीडामा म छटपटिएकी थिएँ। रुँदै क्षितिज के गरेको यो भनेर उसको हात समाए, तर उसले हात छुटायो। रगत बगिरहेको छ क्षितिज, तिमी बौलायौ? झन् रुँदै भने। जिउबाट चिटचिट पसिना आयो। कसरी देखाउँ म, यहाँ मन दुखेको छ। तर ऊ किन बुझ्दैन? राम्रो लागेर किनेकी सलको टुक्रा च्यातेर उसको औँला बाँध्न खोजेकी थिए, तर ऊ हाँसेर रगत बगिरहेको रगत हेरेर एकहोरो भएको थियो। थाहा छैन ऊ के सोचिरहेको छ। खै किन मेरो मायालाई ऊ देख्दैन? म रोएको ऊ हाँसेर हेरिरहेको मात्रै छ। न केही बोल्छ न केही गर्छ। अन्ततः उसको मुख फुट्यो। आस्था, किन रोएको? रुनु पुग्यो अब? हाँसेरै भने। रगतको औँला देखाउँदै बोलेको थियो। तिमी बौलायौ क्षितिज? किन? अनि के गरेको यो? झन् रुँदै भने। मुसुक्क हाँस्दै भने। आस्था, अघि के मागेकी थियौ? भगवानलाई मनैदेखि मागेको वस्तु पाएपछि प्रमाण केही दिनुपर्छ? तिमीलाई भन्न आँट गर्न नसकेको पनि त यही थियो। मैले म भन्न खोज्थेँ, तर आँट गरिन आस्था, किनकि म चाहन्थे स्थान र समय उपयुक्त होस्। हो, आज यही जुरेको थियो, तर तिमीले हतार गर्यौ आस्था। तिमीलाई यहाँ लिएर आउनुको कारण अझै बुझे